वेल यस्तो पनि हुन्छ साथी दिन बाबा उठा त बाबा ल आज हाम्रो न्यु इयरमा भाइ आज न्यु इयरमा के खाने हामी हेरौँ भयो ह्याप्पी न्यु इयर 2082 होइन 82 होइन आज अनि 81 के रहेछ त खाना त बुढेको भात भाइ फर्ममा छ आज हाम्रो मन्दिर जाने कुरा के भयो हाम्रो मन्दिर नहोला सन्ध्या छ तर म तर तेरो सम्झना यो मनमा छ साथ छोड्ने छैन भन्थ्यौ कहिले तर साथी निकै एक्लो छु अहिले या सबैलाई सम्झना मिठो माया ह्याप्पी न्यु इयर उन्नति प्रगति गर्नु धेरै ह्याप्पी बी र जय शम्भु ह्याप्पी न्यु इयर गाइस आज हाम्रो ब्लग स्टार्ट भएको हामी पशुपतिको प्रस्थान गर्दैछौँ रुमबाट निस्किएर आएर यस्तै छ हाम्रो रुम ल गाइस हामी चाहिँ अब पशुपतिको प्रस्थानमा होइन त्यस्तै हो तर यार क्यामेरा चाहिँ बुद्धि भयो नि त ल गाइस हामी अब पशुपतिको प्रस्थान शिवजीको टेस्टमा भेस्टमा भाइ तिमीलाई एउटा मन्तव्य राख्नु छैन मलाई पनि राख्नु त छैन कि तै पनि यसो बोलिदिउँ न भन्ने कुरा आज फर्स्ट हाम्रो के अरे के भन्छ यसलाई फर्स्ट हाम्रो भ्लगमा आउनु त केही आउँदैन रही पनि हल्का दिने कोसिसमा होइन मैले चाहिँ कोहीबाट सिकेको होइन आफूलाई आओस् कि नआओस् दिनु चाहिँ दिनुपर्छ अरे चाहे जे दे पनि होइन त मेरो भाइ एकचोटि पोस्ट देऊ न त पिस रेस्ट इन पिस मैसाबहरू कति धेरै राम्रै हुँदो रहेछ हौ म जिस्काउँदिनँ आजकल म के अरे आज 1 गतेदेखि म सुध्रेको अब ठिकै छ आजदेखि म जिस्काउँदिनँ म कसैलाई म अनेकमा नेक हुने हो हामी अहिले हाम्रो लोकेसन चेन्ज भएको छ इमाडोल हात्ती बन्छौँ अनि के अरे घरको नजिकै पर्छ भाइको आज बाइक किने पनि त्यस्तै भयो अब भोलि चाहिँ हामी हिँडिन्छ होला बाइक किन्नुलाई अनि हामी कहाँ रहेछ हो र अब त्यस्तै हो अहिले पज हुन्छ हामीले एकछिनमा आउनु थाल्छ हाम्रो के भन्छ त्यही मिलाएर बुझ्नु एउटा के छैन क्या केटाहरूमा भनेको चाहिँ नि के भन्छ फोकस जे भए पनि गरिदिनु जस्तो सुकै होस् मेरो पनि त्यस्तै बानी हो हुन त भाइको फेरि 16 यस्तै हो फेरि केटाहरूको अलिकति गजनीको क्यारेक्टरमा घुस्न खोज्छन् तर अलिकति भ्याउँदैन यो कुन नदी हो भाइ यो तपाईले अरेको नदी पानी आज हेर्नु न यो अघि एकछिन पानी आएको त्यतिखेरको केसमा पनि कस्तो थियो भने आजभन्दा कति वर्ष अगाडि हो भाइ यो घरकोतिर आउँदैछौँ अब अहिले चाहिँ घरको यो हाक्ने आएको अब के गर्नु के भन्नु अब त्यस्तै हो हल्का क्यालोरिज बर्न फ्याट बर्न भन्नुभयो अनि यस्तै छ रमाइलोहरू सबैको याद आइरहेको छ मलाई मेन त आज अब 1 गते हो होइन ह्याप्पी न्यु इयर सबैलाई जिन्दगीमा अड्किराख्नुहुन्न भन्ने कुरा चाहिँ अब सिक्यो होइन ठिकै छ त्यही भएर नअड्किकन हामी हिँड्दैछौँ हिँड्ने क्रममा ठेस लाग्छ लडिन्छ उठेर हिँड्नुपर्छ मलमपट्टि गरेर भन्ने कुराहरू हो अनि हाम्रो पशुपतिको हो मेन चाहिँ आज डेस्टिनेसन आरती हेर्नु पऱ्यो नि अब मनलाई शान्त बनाउनु पऱ्यो शान्ति बनाउनु पऱ्यो अनि मेरो आवाज चाहिँ सुनेको छ कि छैन मलाई थाहा छैन
अन्त हो बोल्न नआए पनि बोल्यो हो म चाहिँ कहाँनिर ऊ कति भएर पैसा जस्तो लागेको ल आइबुल सो त्यो चाहिँ हाम्रो दिपक दाइको हो फर्स्ट भिडियोमै सबै कुरा हेर्दा सारा आउट भइसक्यो अब हेर्दा सुकिले मुखले देखे पनि भित्र त पनि दुई दुई दुलै दुलो हो नि त टालटुल गर्न बाँकी छ टालटुल हुन्छ राम्रोसँगले नै भन्ने हुन्छ नै के को भन्ने लाग्छ मात्रै होइन र अनि नाइस साइज ओए सरी म त उता हेर्ने भएर झन्डै ठोकिन छु ठिक छ कस्तो लुक्छ हामीदिएको यार म पनि राम्रो देखिन्छ भाइ घरिघरि धन्न साथी केटाहरूले चाहिँ अलिकति मोटिभेट चाहिँ गर्छन् है ल मिलाएर हाम्रो पनि दिन आउँछ होइन लेट्सी दिस इज हिमाल हेर न फेरि कितना प्यार यार यत्तिको चाहिँ हुनु पऱ्यो क्या साथीभाइ भने साथीभाइहरू हुँदैन अरे अब यत्रो हिँडेर आइगयो होइन यस्तै छ बालकुमारीसम्म चाहिँ हामी वाकिङ टकमै पुगिन्छ जस्तो छ सोल्टानेहरू अनि हल्का फिडब्याक चाहिँ दिइराख्नु चाहिँ कसरी बोल्ने होइन किनकि हामी गाउँले साझा छिटो सो अफ छैन कि हिरोइजम चाहिँ छ त्यतिको हुनु पनि पर्छ के गर्नु त न त हेपिहाल्छन् नि त्यतिकै त हेपिरहेको छन् अनि त्यही हो अब अलिकति पैसाको म्यानेज गर्नुपर्छ साथीभाइहरू हल्का तपाईँको उयो गर्नलाई अनि यो कुरोहरू भनेको जिन्दगीमा अब होइन नभए त केही हुँदैन सोचेर मात्रै कति यो म 3 दिन भइसक्यो बसेको यता त्यहाँ घर बाहिर यताउता सुस्ता होइन मलाई चाहिँ फिल चाहिँ हुन्छ बिलिभ चाहिँ लाग्छ राम्रै हुन्छ होइन यत्रो नराम्रो भइसक्यो लाइफमा यस्तो राम्रो फिल गर्दा त्यसपछि फ्यामिली साथीलाई सबभन्दा फ्यामिली फर्स्ट छ है फ्यामिलीले भनेको कुरा मान्नुपर्छ अनि त्यही हो साथीभाइको सहयोग जहाँ भए पनि जो लङ्गुडी भनेको लङ्गुडी हुन्छ फेरि भर्खर बनाएको चाहिँ अलिकति औलादिँदा डुडोले नै हामी खालको पनि हुन्छ होइन अनि त्यही हो अब आफ्नो के नजिकको कुराहरूले त औलादिँदा माएको पुरा फाल्दा जिउै हान्दा पनि अलिकति कम हुँदैन नि त किनकि आफ्नोपन देखिन्छ त्यसमा अनि यो ब्रदरहरूमा चाहिँ कमाएको छु मैले मेरो साथीहरूमा त म त्यस्तो माफ दिने होइन तर त्यस्तै हो क्यारेक्टरहरू केटाहरूको सबैको आफ्नो तालको छन् सबै कोही गर्दैछन् कोही गर्न सुरु हामी चाहिँ अहिले दिमा हिँड्न सुरु हुँदै त धेरै चुरुफुरु कतै गएर भन्ने कुराहरू हो अनि हामी अहिले कुन ठाउँ आइपुग्यौँ एक्ज्याक्टली मलाई थाहा पनि छैन हेलो के समयको लेखेको मलाई पुरा जस्तो ल हामी अहिले अब पुलमा चढौँ भनेको चढ्नु पर्ने नै अवस्था भयो अनि मलाई फेरि मोबाइल पक्रिने अलिकति उयो छैन एक्सपिरियन्स अनि रमाइलो हुँदो रहेछ यता पनि तर यस्तो रमाइलोमा हाम्रो टाइम छैन अहिले हुनु त जतिखेर हाम्रो त उकाइले पछि रमाइलो छ कि अब खुसी नसकेपछि हुँदो रहेछ रमाइलो हाम्रो भाइ तल पुगिसक्यो म 5 भइसक्यो स्टामिना 5 भइसक्यो अब के भन्नु 6 प्याक निकालौँ भने पहिला बेला सोच्दै कि म अब जस्तै जिन्दगीबाट एकचोटि हार खाएर ल हाम्रो गाडी पनि आयो पुरै खाली रहेछ सुतेर जानु पनि मिल्दो रहेछ पशुपति अरबले सुरु गर्छन् भाइ वेल हामी चाहिँ आइपुग्यौँ होइन पशुपति बाटो आफ्नो फोनमा छौँ यताबाट कट्नु भाइ रुपेश यताबाट कट्नुमा मिल्छ क्या उहाँबाट पिङ स्थानबाट उहाँबाट हो कि उहाँबाट भन्दा डाइरेक्ट छिर्ने भनेको आई डोन्ट नो जताबाट पनि जाँदा हुन्छ हामी हानिदिन्छ ल कसम गाडीले चाहिँ यो चाहिँ मान्छे के चलाउने ठाउँ होला अनि बिस्तारै हामी द्वारतिर आइपुग्यौँ तिर्खा लागेर पनि मनै होला भयो छाती पोलिरहेछ एकचोटि सोकिन भन्दा म यहाँनिर आएको थियौँ सोकिन भन्दा म यहाँ बसेर आइमेल छोडिदिनु हामीलाई नानी हो के भन्छ नेगेटिभिटी सुनिन्छ होला शिवरात्रि 2081को आउनसँग हो र त्यो कुरा गर्न खोज्दै आज नयाँ वर्ष 2082 साल वैशाख 1 गते मङ्गलबार हो नि त सोमबार शिवजीलाई पुग्छ होइन अनि त्यही कारणले पनि हामी मेन भनेको यस्तरी के अरे सबै कुरा उयो भएर हेर्नै पर्छ जानै पर्छ भन्ने तरिकाले आएको हुन चाहिँ दर्शन गर्ने प्लान थियो दर्शन गर्ने त्यस्तै बसी डोन्ट माइन्ड हामी तपाईँको भक्त हो लेची आरती हामी त्यही आरती हेरेर भए पनि हामी प्लेजर भन्ने कि पिस लिन आएको त्यो चाहिँ हेर्न सक्नुहुन्छ
अनि हामी अब त्यही भएर होइन वेस्टर्न तरिकाले उयो गर्छौँ के अरे भिडियो बनाउँछौँ मेरो फर्स्ट भिडियो हुन चाहिँ केही कमी कमजोरी त धेरै जस्तो लाग्दैछ र पनि दिन चाहिँ छोडेको छैन मैले वेट वेट बाघलाई त हानिदिन्छ त्यसले रोइट टुलर अनि यहाँहरू चाहिँ सिन यस्तो छ जय शम्भु अनि शम्भु हनुमानजी गौतम बुद्ध उता चाहिँ को भाइ उयो को भन त लु ऋषि त ऋषि हो कुन ऋषि एक्ज्याक्टली थाहा भएन के छ पढेको छैन भागवत सागवतहरू अनि गणेशलाई बेत लेख्न सिकाउँदै हुँदो रहेछ अनि के हो त्यसको चाहिँ थाहा भएन अनि टक्क रुखहरू यस्तो रुख चाहिँ उनीहरू सही लाग्छ होइन उजुडेको सायद पुग्ने उजुडेको भएर होला सायद अनि जस्तो हो दबिहाल्छ यति हो ठाउँ अब अगाडि हुन्छ हो अनि बागमती नदीको दर्शन गरिस्यो अब लागेको त छैन मलाई बट मन्दिरबाट हुँदै आएको नदी त हो भन्न आइरहेको छैन केही दिमागमा अलिक प्रश्न मनमा छ धेरै सवाल छैन केही जवाब हामी अब के अरे मृत्यु घाटबाट हुँदै जाँदैछौँ लेची हेर्दैछु हजुरहरू पनि हामी जानुपर्ने कहाँ माथिबाट हेर्ने कि तलबाट हेर्ने हामी माथिबाट हेर्छौँ अरे अनि मेरोमा चाहिँ चार्ज सक्यो अब मेरो भाइकोबाट हुन्छ स्टार्ट अब एकछिन हामी चाहिँ होइन शान्त भावमा बस्ने हो एकछिन पिस लिने हो आनन्द लिने हो फिल गर्ने हो अब फिलिङ्स नभएको मान्छे त भन्दा पनि कतिले होइन सबै आफ्नै रूपमा स्वार्थी हुन्छन् कुनै पनि पर्छ र किनकि अरूमा ल भन्नु त कुरा त अन्त्यमा फ्यासै हुँदो रहेछ मैले जस एक्सपिरियन्स गरेको कुराहरू चाहिँ होइन त भाइ आफ्नो मेन्टल हेल्थको लागि होइन अरूसँग अब कुरा आफ्नो मनको कुरा पनि दबाएर यासै भने यासमेन हुन्छ नि यासमेनले चाहिँ गर्दा लास्ट गाह्रो हुने रहेछ क्या अनि म पनि भ्लगिङ गर्नुको माइन्ड डाइभर्ट गर्नको लागि हो होइन एक्चुअली भन्नुपर्दा वाइ नट हामी कहाँबाट कहाँ हामी चाहिँ जहाँको तहाँ परेर उहाँ हनुमानको तेस्रो रूप हुनुहुन्छ एउटा तेस्रो कि दोस्रो ल पैसा भनेको त्यस्तै हो कुराहरू खुसी भनेको चाहिन्छ लाइफमा होइन थोरै भएर पनि खुसी हुन सिक्नु पऱ्यो अन्त यो मर्नलाई त पैसा चाहिन्छ अग्रिम त्यसको लागि गर्नु पऱ्यो भनेर भन्छ भाइ यस्तो के भन्दाखेरि राम भन्छ नि बोजू ओस बढ्ने डुप्लिकेट यस्ता छ यहाँको चाहिँ सिनहरू नन्दी बाबा यहीँ हुँदो रहेछ नन्दी जय नन्दी बाबा जय सम्भोस यहाँ फेरि ट्राफिक जाम रहेछ सिटी पर्दैछ तिर्खा लागिरहेको यार भाइ मलाई अनि यसो के खुलामा रुपेश पानी दिनुपर्छ होला माथि सक्नु ठाउँ मन रोइरहन्छ सम्झनामा वेल फेरि यो चाहिँ मेरो सिग्नेचर के भन्छ वेल टाइपको है अनि अहिले गएर हामी दुलोमा पनि हात छिराउन सक्छौँ जस्तो छ बिहान एक्सपेरिमेन्ट गर्ने हो किनकि अब आफ्नो कम्पनीमा रमाउनु सिक्नुपर्छ गाइज खुसी भन्ने कुरा पनि बाजा बजाएर आउँदैन दुःख भन्ने पनि आउनु चाहिँ कम त्यस्तै हो चलिराख्नुपर्छ रोक्नु चाहिँ होइन 7:30 वर्ष हुर्क्यो नि त यो मान्छेबाट पनि पोजिटिभ दिन्छ